माथि हेर्न माथि आमामामामा के भइरहेछ यता सरर दौडी कति क्लियर हो आजको मौसम त माथि हेर्दा त पुरै क्लियर छ होइन टक्क यस्तो होइन अब गाउँ सानो भए पनि सुविधा त यस्तो तन्नै छन् गाइज तर के गर्ने यार यस्तै छ यो जिन्दगी यार अब नेपाल त्यत्रो सिटीमा हुर्केको मान्छे यस्तो सानो गाउँहरूमा बस्न अलिकति त झ्याल आउँछ क्या हो किन तिमीलाई पनि त्यस्तै भइरहेछ होला न पारी मेरो गाउँमा सुपर छ यहाँ टन्नै होइन अब मेरो घर यता पारी छ टक्क लाएर म बस्ने सट्टा यहाँ सपिङहरू हरेक चिजको सपिङ हुन्छ होइन तपाईँलाई यदि इलेक्ट्रोनिक चिजहरू चाहियो भने यो पसलमा यो बिल्डिङमा पाइन्छ अनि मेरो कम्पनी छ यहाँ माथि यो सबै मेरो छिमेकीको घरहरू हुन् होइन यो छिमेकीहरूले बनाएको घर हो यो मेरो होइन छिमेकी दाइहरू राम्रो राम्रो गाडी किनेको छ कि बबल बबल छ गाडीहरू जापानको घरहरू यस्तो हुन्छ है गाइज टक्राक्क बबाल हुन्छ यो पहिलाको बुढोहरूले बनाएको घर हो कि क्या खै खपेटाले बनाएको हुन्छ है गाइज जापानको घरहरू चाहिँ खपेटाले नर्मल गाउँतिर बन्ने घरहरू चाहिँ पुरानो घरहरू चाहिँ प्रायः जस्तो यस्तै खपेटाहरूले बनाएको हुन्छ हेर्दाखेरि खपेटा खपेटा हो कि कपेटा हो यो यस्तो यस्तो के जापानिज बाजी हिँड्दैछ यो जापानिज बुझे हो किन तिमी जापानिज बुझेन हो कि होइन हो त्यस्तै देख्छ मैले त मलाई कस्तो देखेको छ यो चाहिँ अहिले बनेको नयाँ घरहरू हो विशेष अहिले बनेको नयाँ घरहरूमा चाहिँ यस्तै बनाएको हुन्छ टक्क फिनिसिङ एकदम बबाल हुन्छ होइन नेपालमा पनि वरिपरि ग्रिनै ग्रिन डाँडा काँडा पुरै रुखहरू भएको कारणले गर्दा यसलाई ग्रिन सिटी नाम राखिदिएको छु मैले विशेष गरी यसको नाम त ताकु हो होइन यसमा चाहिँ सानो घरहरू छन् है गाइज बबाल छ गाइज घरहरू चाहिँ एकदम क्युट 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 बनाएको हुन्छ यो कस्तो भने काठले बनाएको हुन्छ यो घरहरू चाहिँ भूकम्प आउँदा पनि बहुत सुरक्षित हुन्छ यो घर ब्ल्याक हाउस व्हाइट हाउस अब यता छ साथी हो पार्क यसलाई ग्रिन पार्क भन्छ बवाल छ गाइस तर यो राति अँधेरो अँधेरो भएको कारणले गर्दाखेरि अलिकति यो हुन्छ यो चाहिँ होइन मरिचको बोट हो गाइस आजभोलि चाहिँ पात पुरै खसेर ह्याङ्ग्राङ्ग छ धेरै ठुलो हुन्छ यी आमामामामा कति ठुलो यो सबै मरिचको बोट एक साथी हो यो नेपाल लाएर रोप्ने यो चाहिँ जापानमा मात्रै हुन्छ है गाइस फेरि नेपालमा चाहिँ अझै योबाट ठुलो हुन्छ अरे होइन अब यो चाहिँ कोदोमा भन्छ यसलाई जापानिजमा यो बच्चा तर उमेर छ कच्चा बोल्छु नेपाली सच्चा हिन्दी आता नहीं है तो बोलता है अच्छा अच्छा यो चाहिँ ग्रिन सिटीको विशेष गरी पार्क हो गाइज हैन त यहाँ नेपाली जापानिज भाडाबुढीहरू खेलिरहेको छ मजाले जापानिज भाडाबुढीहरूले खेलिरहेको छ गाइज यता देख्यो भने तपाईँहरू पुरै लाइट बलेको छ यो बेलुकातिर यो 8 बजेसम्म यो लाइट बल्छ है यो सेतो सेतो देखेको टाक्रा टाक्रा लाइटहरू हो बेलुका 8 बजेसम्म चाहिँ यो चट्ट लाइटमा हामी यो पार्कमा घुम्न सक्छौँ अब यो पार्कमा चाहिँ आजभोलि विशेष गरी यो पात झर्ने समय भएको कारणले गर्दाखेरि हरेक रुखको चाहिँ पातहरू छैन हैन पुरै ठ्याङ्ग्र्याङ्ग भएको छ अब तर पनि हेर्न चाहिँ बवाल लाइक हुन्छ है अब तपाईलाई मेरो ग्रिन सिटी देखाउन
अलिकति माथि गएर मेरो ग्रिन सिटी देखाउने छु तपाईहरुलाई त। हेर्नुस् यो मेरो ग्रिन सिटी हो, म यो सिटीमा बस्छु है। यहाँ बवाल छ, यहाँ चाहिँ ब्याडमिन्टनहरु खेल्नलाई बवाल छ हैन। हेर्नुस् चट्ट चट्ट लाएर ठुलो ग्राउन्ड छ। जापानिज यहाँ पार्कहरु बस्ने सुविधाहरु पनि छ। विशेष गरी यहाँ चाहिँ साकुराको बोट, आजभोलि साकुराको बोट, अब साकुरा फुल्ने भएको कारणले गर्दा यो साकुराहरुको बोटमा चाहिँ पात हुँदैन हैन। यो साकुरा फुल्नलाई रेडी भइसकेको छ, हल्का कोपिलो बसिसकेको छ हैन। अब यो फुल छ हैन, साकुरा भनेको कस्तो भने फुलेपछि नै अनि यसको पात आउँछ के, पातहरु चाहिँ फुलेपछि यसको पात हाल्ने हो। अरु बोट बिरुवाहरु भन्दा अलि यसको विशेष भनेको यही हो हैन। अरु रुखहरु भनेको पात आएपछि फुल्छ हैन, पात हालेपछि फुल्ने हो। यसको चाहिँ विशेष गरी अब पहिला फुल्छ अनि त्यसपछि पात आउँछ है। गाइची यो सबै ठ्याङऱ्याङ्ग देख्छ नि, यो सब चाहिँ साकुरा हो हैन। अनि यता सबै पछाडी देखि यता मेरो अगाडि देखेको सिटी चाहिँ यो म बस्ने सिटी हो। अहिले यो विशेष जापानको गाउँ हो हैन, गाउँ साइड पर्छ अलिकति हल्का यो सिटी पुग्नलाई। यहाँबाट थोरै 20 किलोमिटर जति उता गयो भने सिटीहरु छन्। यो चाहिँ सानो घरहरु यो गाउँमा यस्तै हुन्छ, घरहरु यहाँ सानो छ, तर हरेक चीजको सुविधा हुन्छ है। गर्न चाहन्छु यो मेरो विशेष किन हो, लाज लाग्छ किन किन मन पर्दैन भन्नुस् न तपाईलाई। हो र आमा नराम्रो भएपछि त नराम्रो त भन्यो होला नि त, राम्रो भए पो राम्रो भन्। तिमी मेरो लागि राम्रै छैन त, अर्काको लागि नराम्रो भएर टेन्सन नगर न, म छु त। मैले राम्रो मन पराएर ल्याएपछि त यो मेरो त ब्रान्ड हो नि त, ब्रान्ड। कुन ब्रान्ड? यो ह्युमन ब्रान्ड, फ्यामिली ब्रान्ड, ह्युमन ब्रान्ड, फ्यामिली ब्रान्ड। हे केदो ल आज एउटा गीत गाइदेऊ न त। कुन गीत? तपाईलाई कुन गीत मन लाग्छ गाउन आउँछ त्यही गीत गाइदिनुस्। गीत गाउने होला है, त्यो गाइदिनु पर्यो यहाँ। हे मलाई गाउन आउँदैन के, लाज पनि लाग्छ। यो गीत मैले तिमीलाई नै गाएको हो, हिन्दिएर सुना मायाले, तिम्रो लागि नौडारा परिमा स्वर्ग जाने नारोका बाटैमा। आम्बो यो गीत सुने त फ्ल्याट भयो म त। आमामामामा कति साह्रो हो, यति राम्रो म्युजिक त नगाइदिए नि हुने होला हो। म त फ्ल्याट भयो गाइज। सर्प पछाडि हेर न खान्जी, यो फुलले खान्जी लेखेको छ गाइज। यो फुलले यो ताकु भनेर लेखेको छ। यो यताबाट चाहिँ अलि विशेष राम्रो देख्दैन तपाईहरुलाई। यो पारी देखेको चाहिँ पुरै गोल्फ खेल्ने ठाउँ हो पारी, तर पनि यसको पारी चाहिँ कहाँ देख्छ त, सबै यहाँ देख्दैन। जति देख्छ त्यति देखाउनु हो नि, ट्याक ट्याक लाएर यस्तो होला। हेर्नुस् गाइज यो चरा हेर्नु न, राति सुत्नलाई ठाउँ खोज्दै हिँडिरहेछ यहाँ। कति क्युट हो। आइज 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 यता यता यता। अब सुत्ने बेला भयो नि त, सुत्नलाई पुरै ठाउँ खोज्दै हिँडेछ। गयो 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 गयो। कुकुर दुलाउँदै हिँडेछ त।
थिएन कि साह्रो हेर न यो बारहरू चट्टा कति राम्रो देख्छ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन यो बार चाहिँ यस्तो बबाल छ नि यो तपाईँहरूले हेर्दाखेरि पुरै रुखको काठको बनाएको जस्तो मुढाहरूको बनाएको जस्तो देखिन्छ जोइनहरू होइन यो सबै सिमेन्टबाट बनाएको छ कि गाछिन मान्छेलाई यस्तो झुकाइदिने के हो यार यस्तोलाई भन्छ जापान वाउ यता पनि देख्न सक्नुहुन्छ पुरै यो सर्लक्का वहाँसम्म छ दिदी तपाईँ आजभोलि मताउनु भएको क्या हो हो तपाईँ लास्टै डुब्लाउनु भएर क्या है गाला नि पक्र पक्लो देखेछ दिदी तपाईँ आजभोलि धेरै टेन्सनमा हुन्छ के कस्तो हो कसरी हो पैसा धेरै स्यालेरी थोरै हो क्या कस्तो हो